तिहारमा कुकुर पूजा किन गरिन्छ? यसको धार्मिक कारण के छ? नमस्कार, म कपिल गौतम। आज हामी कुकुर पूजाको बारेमा थोरै चर्चा गर्नेछौँ। झिलिमिली उज्यालो बत्तीहरू, आँगनमा महोदय फुलेका सयपत्री र मखमली फूल, सेलरोटी लगायत विभिन्न प्रकारका स्वादिला मिठाईहरू तथा देउसी भैलीको रोमाञ्चक नाचगानमा मात्र तिहार पर्वको परिचय सीमित छैन। हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासपूर्ण रूपमा मनाउने तिहार दशैँ सकिए लगत्तै आउँछ। यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएको विभिन्न जीवहरूको समेत पूजाआजा गर्ने चलन रहेको छ। तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ। यो दिनमा प्राचीन कालदेखि नै मानव जातिसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रूपमा मानिने कुकुरको पूजाआजा गरिन्छ। हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र वफादार मानेर विशेष स्थान दिइएको छ। हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतको रूपमा वर्णन गरिएको छ। मृत्युपछि पनि मोक्षको द्वारमा कुकुर नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ। यस्तै कुकुरलाई भगवान भैरवको वाहनको रूपमा पनि चिनिन्छ। मानव सभ्यताको सुरुवातदेखि नै कुकुरले हरेक समयमा मानवहरूलाई सहयोग गरेको पाइन्छ। कुकुरले घरको रेखदेख गरेर चोर डाकाबाट बचाउने गर्छ। कुकुरको निन्द्रा पातालो हुने भएकोले यो हरेक क्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीको रूपमा चिनिन्छ। कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरी माला लगाइदिने चलन रहेको छ। त्यसपछि कुकुरलाई मनपर्ने खानेकुरा पनि खान दिइन्छ। महाभारतमा पनि पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएका कथा छ। उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रूपमा वर्णन गरिएको छ। कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यो दिन सबै पाप नाश गर्न नर्किनु हुने चलन रहेको छ। यस दिन मासको पात खाने चलन पनि रहेको छ। यस दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ। कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्र नभई सडकका कुकुरहरूलाई पनि माला लगाइदिई टिका लगाइदिएर खाना खान दिइन्छ। अब हाम्रो समाजमा कुकुरको किन धेरै महत्त्व छ यसको बारेमा पनि थोरै चर्चा गरौँ। विशेष गरी कुकुर गाउँघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ। गोठहरूमा धेरै पशुपालन गर्ने कृषकहरूले गोठालोको रूपमा पनि कुकुर पाल्ने गर्छन्। त्यसै त कुकुरले प्राकृतिक प्रकोप आउनु पूर्व नै केही समय अगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरूको पूर्व सूचना दिने गर्छन्। जतिसुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छोड्दैन। त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रूपमा लिने गर्छन्। यमपञ्चकले पृथ्वीमा रहेको सबै जीव जनावरहरूलाई हामीले माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। त्यसै अनुसार मानव सभ्यताको सुरुवातदेखि नै मानवहरूलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्त्व दिएर तिहारमा पूजाआजा गरिन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।